साँच्चै हामी हिँडेर आएका छौँ र बाटो सुरुवातमा भन्दा धेरै नै राम्रो छ र अझ अहिले पानी नपरेको कारणले गर्दाखेरि हिलो छैन। त्यस्तै हामीले हिँड्ने बाटो पाएका छौँ अनि त्यो येशू ख्रीष्ट स्वयं उहाँ आफैले भन्नुहुन्छ बाटो म नै हो। त्यसैले म आउनुहोस् न त्यही बाटोमा हिँड्दै हामी बढिरहेका छौँ र म यो समय तपाईँहरूलाई आफ्नो स्थानमा खडा हुन आग्रह गर्दछु ताकि हामी अझै उहाँलाई निरन्तर जुन आराधना चढाइरहेका छौँ, स्तुति प्रशंसा गरिरहेका छौँ, हामी गर्ने छौँ। र थाहा छ तपाईँलाई हिब्रूका लेखकले भन्दछ हामीसँग एउटा यस्तो वेदी छ जुन वेदीबाट पवित्र स्थानमा सेवा गर्नेहरूले खान पाउँदैन। किनभने त्यो वेदी चाहिँ पुरानो करारमा भएको जस्तो वेदी होइन जहाँ पुजारीहरूले मात्र खान पाउँथे। तर नयाँ करारको वेदी स्थापना गर्नु नै स्वयं येशू हुनुहुन्छ अनि त्यो वेदीमा उहाँले तपाईँ र मलाई भोजन जुटाउनु हुँदछ। अनि आज हामीसँग प्रभु भोज पनि छ र हो हामीले यो हप्ता हिँड्यौँ, हामीले जियौँ अनि सायद हामीसँग त्यस्ता धेरै कुराहरू छन् होला जसले हामीलाई परमेश्वरसँग पुकारा गर्नको निम्ति हाम्रा हृदयहरू तितो भएका छन्। तर थाहा छ तपाईँलाई इजरायलको इतिहासलाई फर्केर हेर्दा परमेश्वर चाहिँ विश्वासयोग्य हुनुहुन्थ्यो अनि उहाँ सारा मण्डली इतिहासलाई हेर्दाखेरि पनि उहाँ विश्वासयोग्य हुनुहुन्थ्यो। अनि यो 21औं शताब्दीमा आज उहाँ यो मण्डलीमा जो जति हामी यहाँ भेला भएका छौँ उहाँ तपाईँको जीवनमा पनि विश्वासयोग्य हुनुहुन्छ। सायद तितोपना छ होला तर मार्रामा त्यो काठको टुक्रा जुटाउनु हुने परमप्रभु चाहिँ तपाईँ र मेरो जीवनमा उहाँले त्यो क्रुस जुटाउनु भएको छ जहाँ तपाईँको जीवन चाहिँ मिठो हुनेछ। त्यसैले म तपाईँहरूलाई आह्वान गर्छु आउनुहोस् न हाम्रो स्थानमा हाम्रा शिरहरू झुकाउँदै हाम्रा हातहरू परमेश्वरतर्फ उचाल्दै किनभने उहाँ हाम्रो बीचमा हुनुहुन्छ र हामी यो समय उहाँलाई नै यो जीवन कहाँ अर्पण गरौँ त। किनभने मैले मेरो साथी कहाँ अर्पण गरेँ भने साथीले मेरो सुन्दरता रहन्जेल, साथीले मेरो धन रहन्जेल, साथीले मेरो रहन्जेल मात्र केही प्रेम गर्छ। तर येशू हुनुहुन्छ जसले तपाईँलाई तपाईँको अन्तिम श्वास समय उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ अनि आज हामी उहाँको सामुन्ने आएका छौँ जसले त्यो वेदी हामीलाई दिनुभएको छ। त्यो चाहिँ परमेश्वरको चोखो वेदी हो। त्यसैले आउनुहोस् हामी त्यो वेदीमा जानेछौँ जहाँ हामीले हाम्रो प्राणको निम्ति भोजन पाउनेछौँ।
उचाल्छु मेरा यी दुई हात धन्यवादको भेटिदिनलाई उचाल्छु मेरा यी दुई हात धन्यवादको हाम्रो आर्थिक हाम्रो पारिवारिक हाम्रो सामाजिक सम्बन्धहरूदेखि लिएर सबै कुरा हामी उहाँलाई चढाउने छु समय ओ प्रभु तपाईको चढाउँछ यो जीवन यसलाई हामी
हुनुहुन्छ राजा तपाईलाई नै हामी चाहन्छौँ हाम्रो बिचमा कारण हाम्रो आर्थिक भन्दा पनि माथि हाम्रो आत्मिक जीवन भन्दा पनि माथि हाम्रो सम्बन्धहरूभन्दा पनि माथि उच्चमा विराजी तपाईँ हाम्रो राजा हुनुहुन्छ तपाईँ हाम्रो उद्धारकर्ता हुनुहुन्छ तपाईँ हाम्रो प्रभु हुनुहुन्छ तपाईँले हाम्रो प्रेमी हुनुहुन्छ जसले हामीलाई प्रेम गर्नुभयो र यो पृथ्वीमा तपाईँ आउनुभयो र तपाईँले हामीलाई छोड्नुहुँदैन हाम्रो परिस्थितिहरू तपाईँ अपरिचित हुनुहुन्न तपाईँ जान्नुहुँदछ र हामी तपाईँलाई उचाल्दछौँ तपाईँलाई हामी उचाल्दछौँ उचालिनुहोस् हाम्रो बिचमा हे हाम्रो प्रभु पुरानो करारमा यदि हामी हेर्छौँ भने परमप्रभुले जसले प्रतिज्ञाको त्यो भूमिमा प्रवेश गराउनको निम्ति त्यहाँ लगाएका शत्रुले ती पर्खालहरू भत्काउनको निम्ति इजरायलीहरूलाई यही नै भने तिमीहरूले त्यो पर्खाललाई तिमीहरूले 7 पटक प्रशंसा गर्दै तिमीहरू घुम्नु अनि थाहा छ उनीहरूले एउटा हातमा तरबार लिँदै अनि अगाडि ती तुरैको आवाजमा उनीहरूले प्रशंसा गर्दै त्यो पर्खाललाई उनीहरूले घुमे नभन्दै 7औं दिनमा ती हल्का पर्खालहरू भत्किए र आज जसले हामी हाम्रो बिचमा हाम्रो यीशुलाई उचाल्दै गर्दा हाम्रो जीवनमा आएका ती आत्मिक पर्खालहरू भत्किँदैछन् हाम्रो जीवनको सम्बन्धमा बनिरहेका ती पर्खालहरू भत्किँदैछन् किनभने हामीले त्यो नाउँलाई उचाल्दैछौँ जुन नाउँ सबैभन्दा उच्च छ त्यो नाउँ तपाईँ र मेरो समस्याभन्दा पनि महान छ त्यो नाउँ तपाईँ र मेरो शरीरमा भएका कमजोरी भन्दा पनि महान छ त्यो नाउँलाई हामी उचाल्दैछौँ अनि त्यो नाउँ येशू आउनुहोस् हामी उचाल्यो त्यो नाउँलाई उचाल्यो त्यो नाउँलाई हाम्रा निदहरूभन्दा पनि उच्च छ त्यो नाउँ हाम्रो चिन्ता र फिक्री तपाईँलाई थाहा छ तर तपाईँ हाम्रो चिन्ता र फिक्री भन्दा पनि महान र ठुलो हुनुहुन्छ तपाईँलाई थाहा छ हाम्रा कमजोरीहरू प्रभु तर तपाईँ हाम्रो अभाव र कमजोरी भन्दा पनि ठुलो हुनुहुन्छ अनि तपाईँकै साथमा हामी आउँछौँ तपाईँको नामलाई उचाल्दै
उचाल्दै मैले चाहेको मैले रोजेको तपाईँ नै मैले चाहेको मैले चाहेको मैले रोजेको तपाईँ नै मलाई मसँग केही शब्द छैन तिमीलाई मसँग केही धोका छैन भन्नलाई मसँग केही धोका छैन दिनलाई मसँग केही धोका छैन बरु मलाई तपाईँको भवनको ढोके भनेर बरु मलाई तपाईँको भवनको ढोके मैले चाहेको मैले रोजेको तपाईँ नै मैले चाहेको मैले रोजेको तपाईँ नै आज भनौँ प्रभुलाई प्रभु मैले चाहेको भनौँ प्रभुलाई प्रभु मैले संसारमा गरेको प्रेमभन्दा पनि बढी म आज तपाईँलाई चाह गर्दैछु म आज तपाईँलाई रोज्दैछु प्रभु मेरो भविष्यभन्दा पनि बढी म तपाईँलाई आज चाह गर्दैछु मैले चाह गरेको त्यो सम्बन्धमा बस्नुभन्दा पनि बढी मैले आज तपाईँलाई रोज्दैछु भनौँ मैले चाहेको मैले रोजेको मैले चाहेको मैले रोजेको तपाईँ नै मैले चाहेको मैले रोजेको तपाईँ नै साँच्चै एकजना वृद्ध व्यक्तिले उसले गुनासो गरिरहेको थियो प्रभु मेरो जीवनमा धेरै माथि तल मैले सोचेको जस्तो भएन अनि तपाईँले मलाई सहायता गर्नु भएन उसले गुनासो गर्दै थियो तर थाहा छ एकचोटि प्रभुले त्यो प्रकाश त्यो व्यक्तिलाई दिनुभयो अनि त्यो प्रकाशमा यही नै थियो त्यो व्यक्ति चाहिँ हिँडिरहेको उसले आफ्ना फर्केर हिँड्दै गर्दा पाइलाहरू देखिरहेका थिए अनि अझै त्यो व्यक्ति जसले पुकारा गर्दै प्रभु यो तपाईँले के देखाउनु भएको मैले भन्दै थिएँ नि हो त खोइ न तपाईँको पाइला थाहा छ प्रभुले एकछिन त्यो पाइला तेरो होइन त्यो पाइला मेरो हो अनि थाहा छ पुरानो करारमा इजरायलीहरूलाई प्रभुले बोकेर हो उनीहरू निर्वासनको समयमा दासत्वको समयमा थिए तर प्रभुले चाहिँ त्यही समयमा पनि ती इजरायलीहरूलाई त्याग्नु भएको थियो अनि हामी पनि यो समयमा सायद कतिपटक उहाँले मलाई त्याग्नु भयो होला मेरो पढाइको मेरो कामको मेरो सम्बन्धको मेरो भविष्यको मेरो परिवारको
बारेमा हामी सोचेर हामी कतिपल्ट प्रभु तपाईँले मलाई किन हेरचाह गर्नुहुन्न, प्रभु तपाईँले मलाई मेरो वास्ता गर्नुहुन्न भने हामीले सोच्छौँ होला। एकैछिन त्यो वृद्धलाई प्रकाश दिनुहुने प्रभु चाहिँ उही हुनुहुन्छ जसले तपाईँलाई त्याग्नु भएको छैन। जो गएको क्रिसमसमा हामीले इमानुएल परमेश्वर हामीसँग भनेर भन्दै थियो, थाहा छ त्यही पुस्तकको अन्त्यमा उहाँले बोल्नुभयो, म युगको अन्त्यसम्म तिमीहरूको साथमा हुनेछु। त्यसैले हामीले यस्तो प्रभुलाई पाएका छौँ। यो पृथ्वीमा हामीले उहाँ जस्तो कसैलाई पाउन सक्दैनौँ। हाम्रा भन्नका निम्ति शब्दहरू सकिन्छन्, तर उहाँ हाम्रो निम्ति सीमित, असीमित, हाम्रा समझभन्दा पनि बाहिर। तर उहाँले हाम्रो समझलाई भ्याउने गरी उहाँले आफैलाई प्रकाश दिनुहुन्छ। हाम्रो जीवनमा उहाँले आफैलाई प्रकट गर्नुहुन्छ। त्यसैले हामी उहाँलाई हामी लिँदछौँ। हामी उहाँलाई हाम्रो जीवनमा चाह गर्दछौँ। किनभने थोमाले जबसम्म मेरो औला उहाँको हत्केलामा हाल्दिन म विश्वास गर्दिन। अरू साथीहरूले देखे यीशुलाई पुनरुत्थान भएको, तर उसले चाहिँ अझै पनि प्रमाण खोज्दै थियो। नभन्दै यीशु जब ती बन्द कोठाभित्र प्रकट हुनुभयो र तिमीहरूलाई शान्ति भनी उहाँले भन्नुभयो र सिधै उहाँले त्यो थोमालाई उहाँले थोमा हेर र तिम्रो औला हाल। अनि त्यो घडीमा 12 चेला मध्ये थोमाले त्यहाँ पहिलो पटक यीशुलाई तपाईँ मेरा प्रभु मेरा परमेश्वर भनेर उनले स्वीकार गरेको छ। ऊ हाम्रो मित्र उहाँ बन्नुभयो, तर हामीले यो कुरा आज स्मरण गरौँ, ऊ हाम्रो परमेश्वर पनि हुनुहुन्छ। र उहाँलाई छाडी हामी कसलाई पुज्न सक्छौँ, हामी कसलाई सेवा गर्न सक्छौँ र? किनभने उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ। हामी कसको उपासना गरौँ र? किनभने परमेश्वरले दिनुभएको ठुलो इनाम हामीले नमागिकन उहाँले हाम्रो निम्ति तयार गरिदिनु भयो। सायद हामी संसारमा इनामहरू खोज्दै हिँड्छौँ होला, तर त्यो इनाम उहिलिएर जानेछ। तर हामीले यस्तो सधैँभरि रहिरहने कुरा पाएका छौँ। अनि उहाँ चाहिँ व्यक्ति हुनुहुन्छ, अनि उहाँ यीशु हुनुहुन्छ। र आज यदि तपाईँको निम्ति कोही छ, तपाईँको निम्ति खडा हुने भने उहाँ उही हुनुहुन्छ जो स्वर्गमा पिताको दाहिने बाहुलीमा तपाईँको निम्ति खडा हुनुहुन्छ। दोष लगाउने आएर तपाईँको विरुद्धमा नाना थरीका दोषहरू लगाउँछन् होला, तर यीशुले आफ्नो रगतले मैले उसका ती दोषहरू माफ गरिदिएको छु। हामीले त्यसै चाहिरहेका छैनौँ। यदि चाहन्छौँ भने हामी चाह गरौँ उहाँलाई नै। सुरमा तपाईँ बिना मेरो कोही छैन। स्वर्गमा तपाईँ बिना मेरो कोही छैन। पृथ्वीमा
हातहरू चाल्दै मेरो कोही छैन फेरि एकपटक स्वर्गमा तपाईँ बिना मेरो कोही छैन पृथ्वीमा मैले चाहेको तपाईँ मात्र हो पृथ्वीमा मैले चाहेको तपाईँ मात्र हो प्रभु तपाईँलाई धन्यवाद साँच्चै तपाईँ नै हुनुहुन्छ स्वर्गमा हाम्रो निम्ति र हामी पनि यो पृथ्वीमा तपाईँलाई नै चाह गर्दछौँ धन्यवाद तपाईँले हामीलाई यो सङ्गीतहरू दिनुभयो यी शब्दहरू दिनुभयो र यो स्थानसँगै हामी प्रत्येकलाई यो भेला हुन मन दिनुभयो हामी विश्वास गर्छौँ तपाईँले हामीलाई हेरिराख्नु भएको छ र हाम्रा हृदयहरूमा आफ्ना बुद्धिका र समझका कुराहरू प्रकट गर्दै हुनुहुन्छ तपाईँको आत्माबाट गर्नुहोस् तपाईँको महिमा लिँदै अगाडिका भागहरूमा हामी अघि बढ्दछौँ तपाईँको उपस्थितिमा नासरत प्रभु येशू ख्रीष्टको नाममा हामी सबैले भन्नेछौँ आमेन।